म जान्छु ल त हेरेर ल जान्छु तपाईँ केही त केही हुँदैन डर लाग्छ आइस सुत्नु त्यहीँबाट उता जाने हो कि के हो त्यही उता म मर्नु मन छैन है मामा मैले बिहे गरेको छैन है मलाई यस्तो होइन मर्नु मन छैन होइन यार यो त गच्छै पुग्दो रहेछ त ऊ जस्तै यस्तो छ चौधरी भाइ त अगाडि आइसमा होइन माछा मारे त्यसलाई होइन माछाले उल्टो त्यसको मासु खाँदा पो थाहा पाउँछ होइन गयो त सुनिलजी त ल हामी जाउँ न त्यतैबाट होइन यो चाहिँ अहिले त थाहा हुन्न मान्छेलाई होइन यो हिउँदमा म देखाउँछु फेरि भिडियो गरेर पुरै पानी हो कि पुरै जमेछ झाले समय भित्रै ए बिचरा ल यस्तै हो ठाउँ चाहिँ यो यस्तो छ अहिले हिउँ परेर सबै उजाड पुरा लाग्दो छ होइन पुरै यो लेकहरू चाहिँ पुरै जमेर चाहिँ हिउँ परेर पुरै जमेको छ अब यही ठाउँ अब यो समरमा यति राम्रो हुन्छ यति फुलहरू साइडमा फुलहरू लगाएर यो रुखहरू सब हरियाली हुन्छ अनि यहाँ यो तालमा पुरै कमल फुल्छ एकदम राम्रो हुन्छ त्यति बेला खाने चाहिँ मै हो माछा मारेर खाने चाहिँ यही भाइ हो तर माछा मार्न फेरि यहाँको त लाइसेन्स चाहिन्छ नि भाइ लाइसेन्स के लाइसेन्स त थाहा भएन तर माछा मार्ने लाइसेन्स चाहियो तर अहिले म देखाउँदिनँ त्यो लाइसेन्स ओके चिसो म देखाउँदिनँ होइन भाइ यो त दुवै अर्थवाला शब्द भयो है देखाउँदिनँ तर त्यो ओके छ कि बस्ने ठाउँहरू छ ठाउँमा त्यहाँ डस्टबिन राखिदिएको छ होइन युरोप हो क्या हाम्रो विदेश हो हाम्रो विदेश यो चर्च त्यहाँको चर्च स्ट्रिट लाइट त्यस्तो छ भन्ने हो के देखाउनु अब के देखाउनु देखाए जस्तो हुन्छ है अब के गर्ने गाह्रो छ तिमीहरू विदेशमा होला है हेरिराखला हाम्रो साथीले ड्रोन उठाए दामी आउँछ है त्यतिखेर है जिन्दा रे हाम्रो यहाँको स्थानीय भाषामा बोलेको खतरा आउँछ आदर्शमा Hello, I'm shooting video, no problem. How are you, man? Yeah. Good छ यहाँको मान्छेलाई चिसो पनि छैन यहाँको जनावरलाई चिसो पनि छैन यस्तो छ सर्लक्क हाम्रो देशवासीमा चिसो छ भने भित्र बस्ने यहीँ हिउँमा मान्छेहरू कुदिराखेको देख्छु होइन कसरत बङ्गालीकोमा हेर्नु जाउँ त्यो त छैन अहिले छैन अब त्यो बन्द छ अस्ति हामीले हेऱ्यो होइन न्यु इयरमै होइन त न्यु इयरमा खुल्थ्यो नि न्यु इयरमा त नि क्रिसमसको लागि सजाएको 10 बजे बन्द हुन्छ नि होइन ल यस्तो छ त्यो बाख्नुमा त नि थाहा यार अब चिसोमा अब साइकल चलाउँदैछ साथीहरू यहाँको साथीहरू हाम्रो देशवासीलाई हामी त्यहाँ जानुपर्छ नि छोडिदिउँ अहिलेलाई बोर्डहरू राखेर छ है
यो चाहिँ कहाँको जङ्गल भाइ हो अँ स्केटिङ ल गर लटरी मलाई थाहा होइन तपाईँको हुँदैन कि खतरा छ ठाउँ चाहिँ यस पुरा हिउँले जङ्गल पुरै ढाकेको छ ओ भान्जाहरू कता आउनु कता जाने अब हजुर गर्लफ्रेन्ड भेट्न कता कुदिराखेको हजुर फुर्ती लगाइदियो मसँग बसेको यत्रो समय भइसक्यो अहिलेसम्म देखाएँ कहाँ छ गोजी ओ त्यहाँ त के बनाइराखेको स्नोम्यान ओ रियली यो चाहिँ कुत्तै बनाइदिएछ खाइदिनु न तँलाई कपी गरिदिनु न एकचोटि हिउँले पुरै ढाकेर सेतै भएको छ अहिले कताबाट त्यो ग्राउन्ड हो केही हुन्न त्यो कङ्क्रिट छ क्या आउनु यहीँ हो कि हो ल कहिले खिचिदिन्छ त दामी छ सानो सुताएर होइन यो त पोल्यान्डको हिमाल हो नि भाइ कहाँ अग्लो हुन्छ त पोल्यान्डको हिमाल पुरै पोल्यान्डको हिमाल पुरै थुप्रो छ रुख भन्दा होस् हिमाल जेस् तर जेस् कोठामा बसिराख्यो भने त बाहिर आएर रमाइलो भयो होइन भाइ पोल्यान्डको हिमाल नि हेऱ्यो केटाहरू ओहो यार सिनेमेटिक भिडियो बनाऊ भने त केटाहरूले त्यहाँ अर्को खालको भिडियो बनाइदियो त्यहाँ ल हाम्रो विदेशी भुराहरूलाई हिँड्न चिप्लिन्छ भनेर डोरिरहेको छ यहाँ अब पर पनि एउटा डोरे राखेको छ पर पनि यता डोरे राखेको छ आइसभित्र पनि ए ल ओल्स्टनको राम्रो ठाउँ मध्येको एउटा राम्रो ठाउँ ऊ त पारी पनि पुरा ताल हो कि त्यो तालमा पनि डोराउँदैछन् हजुर के भन्नुभयो खैरीहरू निकाल्ने त भने कि खैरीहरू फेरि मन नपराउने हो कि हामीले भिडियो गरे भनेर ल जाओस् गीत जाओस् कस्तो छ तपाईँको मेरो नभएको च्यानलमा किन नभएको च्यानल हाम्रो च्यानल छ त्यहाँ हो त्यहीबाट जाने हिउँदमा चाहिँ समरमा चाहिँ यहाँ पुरै पार्टी हुन्छ कि त्यहाँ डिजे बस्छ त्यहाँनिर ट्याक्क होइन अस्ति होइन अस्ति समरमा हो समरमा कुन यल्ला यल्ला खै यार जान्थ्यो नि भन्ने गीत क्या कुन गीत थियो टिकटकमा छ त भएर दुबईको गाना ए अच्छा त्यो गाना होइन सुनाएको नि छ नि कुन त्यो बलिउडको एउटा मुभीको हो क्या
कुछ के त्यो त जाँडको नाम हो त जातको नाम हो प्लिज त्यही हो गीत चाहिँ त्यही जातको नाम हो यहाँ जाने कता अनि होइन इन्टरमास इन्टरमास जाने त्यहाँ केही सामान लिने फर्किने साप रानिदिने भुँगुरको साप चिबिएको लेग पिस हानिदिने ओ अनि मलाई यस्तै जाडो हो कि अहिले ल है फाइनल्ली हामी लिडलमा आइपुग्यौँ लिडल त्यो नि एउटा सुपर मार्केट हो गाडी त के कुरो युरोपको गाडी यस्तै पुरा हजक्क परेको यस्तो छ लिडल यो हो के जर्मन गाडी भनेको चाहिँ अब सनसेट हुन लाग्यो अब लगभग परेको छ सर्लक्कै सबैतिर ल हो यो चाहिँ हाम्रो जेब्रा क्रसिङ हेर्नुहोस् मान्छे हिँड्ने भने पछाडि यहाँको चाहिँ गाडीहरू यसरी रोक्छ हाम्रो देशमा भए है गाली गरेर मुख छाडेर के भन्थ्यो यहाँ युरोप हो क्या युरोपै हो क्या यहाँको सिस्टमले खाएको हो क्या युरोप त्यत्तिकै युरोप भएन यहाँको अनुशासन नियम कानुन पालना जनता सब यहाँको चाहिँ अनुशासित गाडी रोकेर बस्छ त यस्तो छ यो चाहिँ हाम्रो नजिकको सहर हो सहर भन्ने कि बजार भन्ने बजार भनौँ यसलाई है भाइ यहाँनिर एउटा चिन्स्की भन्दो रहेछ यहाँको भाषामा खास हामीले चाइनिज की भन्छ होला हामीले चाहिँ के भन्ने भन्नै जान्दैन यहाँ चाहिँ अब अलिक सस्तो सामान अलिकति सबै खालको सामान यहाँ पाइन्छ यहाँ चाहिँ हामी यसो त्यो भएर साथीले के चाहियो भन्दैछ कि यो भित्र जाँदैछौँ अहिले होइन मलाई यस्तो छ हो यता हो भैया वेलकम गर्दैछ ढोकाले ल भित्र चाहिँ यस्तो छ जुत्ता पुरै भइसक्यो हामीले ल यो भित्रको पसलहरू यस्तो छ हुँदैछ अब हामी सुरुमा छिर्दाखेरि दिदीबहिनीहरूपट्टि पऱ्यो त्यो भएर यहाँ छ कपडाहरू ए के चाहियो केटाहरूलाई दिदीबहिनीतिर ओ भाइ के चाहियो दिदीबहिनीको कपडा दिदीबहिनी के देखाउने भित्री वस्त्रहरू त छ भाइ ल यस्तो छ यहाँ मार्केट यो चाहिँ कपडाहरूको डिपार्ट भयो होइन उतापट्टि छ अरू सामानहरू हो यो दिदी गएको पट्टि ल कुन चाहिँ यो ल हेर भाइ कुन चाहिँ यो म किनिदिन्छु भाइ तिमी ढुक्क हौ 145 यहाँको पैसा 145 जुलाती महँगो भयो किन भाइ एकचोटि किन्यो नि त 145 ठिकै हो नि ल हाम्रो भाइ सपिङ गर्दैछ सुनिलजी कता हो टोपी हाई लस्कारै यता होइन जेन्ट्सको पनि छ यो हुराहरूको दिदीबहिनीहरूको छ कि खै टोपी चाहिँ अनुहार कस्तो हो टोपी चाहिँ अनुहार यही हो माग्ने बुढावाला ल माग्ने बुढावाला टोपी ओखो ल काहीँ त कता हिउँमा लाउने यस्तै हो पोट फुटेर हैरान हुन्छ यस्तो त छ त फेरि मेरो ए छ टोपीहरू टी सर्ट कपडाहरू यहाँ छन् फोटुका के गर्नलाई भात खानलाई यसमा लिएर हँसाउँछ यसमा भात खाएर चाहिँ ए त्यो त को हो अनि हाम्रो भाइलाई कानकोटे पनि चाहियो रे यो लिनु भनेको नलिने रे यसले ठिक्क हुन्छ भाइ तिम्रो कानमा त्यो त अर्को ठाउँतिर के भन्छ भाइ यो चक्कु उद्याउने होइन उद्याउने हो यसले सुई पारेर चक्कु उद्याउने यसले अरू के चाहियो यसमा पनि चक्कु उद्याउने टोपी लिइसक्यो खै यता टोपी यार तपाईँले यार जाडो सकेपछि लिनु भयो यार यो रुमाल हो कि ढाड मस्काउने चिज हो खै मस्काउने होला भाइ मलाई मस्काउने चाहिँ चाहियो कि होइन यो होइन माल चिन्दैन युरोपियन माल के यो टोपी होला यो किचनमा लाउने सेफ टोपी हो क्या भाइ यो म जान्न यार जानेन ढाड मस्काउने चाहियो ढाड मस्काउने यसले हुन्छ भाइ यसले
यसले खुवार खुवार पुरै पुरै खुवार खुवार गर्ने हो कि यसले हो त्यसले नै हुन्छ तर भयो भने रियलमा यही हुन्छ कि भाइ कि यहाँ छ भाइ इ तर यस्तै मात्रै छ यहाँ त यस्तै खालकोहरू मात्रै छ मलाई त लामो चाहिएको स्वाइङ स्वाइङ तर पाउँछ यो भाइ त्यो हो जालीवाला यसले पनि हुन्छ यो यसले पनि हुन्छ यसले हुन्छ नि त यो खिच्ने यतापट्टि खै गर्ने यसले त यो जेन्युन चिज हो भाइ यो यार मलाई ठिक लागेन ए यहाँ हेर न कस्तो राम्रो केटी देखाएको छ यार केटी पैसा नि महँगो छैन कम्मरतिर पो बाँच्नु हो त हुने चाहिँ त्यही हो भाइ ल मेरो मैले तिमीले खोजेको चाहिँ नवीनजीको जस्तो चाहिएको होला हो हो त्यो प्लास्टिकको भन्दा तर त्यो बेस्ट हो भाइ त्यो चाहिँ तर म चाहिँ लिने प्लास्टिकको हेरेको थिएँ त प्लास्टिक भन्दै यार यो नि म हाम्रो ओल्स्टन बजारको घडीमा उपपट्टि बजार छ तपाईँहरू हेरेर कमेन्ट गर्नु होला है पुरा हिउँ परेको छ बजारभरि साथी फेरि कता छिर्यो यतापट्टि छिर्छ के चाहिएछ यहाँको बजारहरू प्रायः यस्तै यस्तै हुन्छन् आमाहरू यहाँको विदेशी आमाहरू भाइलाई के चाहियो रे ओ कान्छा के चाहियो रे मलाई हुडी